मानव शरीर कसरी बन्छ के तपाईले कहिले सोच्नु भएको छ? तपाईको शरीर बन्ने प्रक्रिया विश्वको सबैभन्दा अचम्मको इन्जिनियरिङ हो। आज हामी यिनै साइन्टिफिक फ्याक्ट्सको बारेमा थाहा पाउन गइरहेका छौं। आउनुहोस् सुरु गरौँ। पहिलो चरणमा मेलको स्पर्म र फिमेलको एग मिलेर जाइगोट बन्छ। वैज्ञानिक तथ्य अकर्डिङ एक जाइगोटमा डीएनए को 46 क्रोमोजोम हुन्छ। 23 वटा बुवाबाट 23 वटा आमाबाट। दोस्रो चरण सेल डिभिजन। जाइगोट 2 देखि 4, 4 देखि 8, 8 देखि 16 सेल्स हुँदै ब्लास्टोसिस्ट बन्छ, अर्थात भ्रूण विकासको एउटा चरण हो जुन फर्टिलाइजेसन पछि 5-6 दिनमा बन्छ र यो गर्भधारणको पहिलो सफलता हो। वैज्ञानिक तथ्य अनुसार यो 5-6 दिनमा गर्भाशय अर्थात युट्रसमा टाँसिन्छ। थर्ड स्टेज अर्गानोजेनेसिस। पहिलो 1 महिनामा हार्टबिट सुरु हुन्छ। 2 महिनापछि बोन्स, मसल्स र नर्भ्सहरू बन्छन्। 3 महिनापछि औँलाहरू छुटिन्छन् र पूर्ण रूपमा मुटु बन्छन्। अन्तिम चरण ग्रोथ एन्ड बर्थ। 9 महिनापछि शिशुले आमाको पेटबाट पोषण अर्थात अक्सिजन र फुड लिन्छ। जन्मेपछि शरीरका 37.2 ट्रिलियन सेल्स पूर्ण रूपमा काम गर्छन्। यो साइन्टिफिक प्रोसेस तपाईलाई मन पर्यो भने च्यानेललाई लाइक, सब्स्क्राइब गर्न नभुल्नुहोस्।